आजको भिडियोमा हामीहरू बीआईटी इन्ट्रान्स एक्जामको इलिजिबिलिटी क्राइटेरियाको बारेमा कुरा गर्छौं। यदि तपाई बीआईटी पढ्न इच्छा छ भने तपाईले अब बीआईटी पढ्नको लागि के कस्तो इलिजिबिलिटी क्राइटेरिया छ, कति योग्यता हुनुपर्छ भन्ने कुरामा चाहिँ यो भिडियोमा चाहिँ इन डिटेल्समा कुरा गर्नेछु। सबैभन्दा सुरुमा हामीहरू फर्स्ट पोइन्टबाट सुरु गरौँ। सो यो फर्स्ट पोइन्ट चाहिँ म अलिक क्लियरली तपाईलाई भनिदिन्छु। उच्च माध्यमिक तथा माध्यमिक विद्यालयको जुनसुकै धाराबाट कक्षा 11 वा 12 मा अंग्रेजी र गणित वा कम्प्युटर विषय 100 पूर्णाङ्क लिई कक्षा 11, 12 सो सरह परीक्षामा अंग्रेजी र कम्प्युटर विषयमा कम्तीमा सी ग्रेड भनेको छ है। उच्च माध्यमिक तथा माध्यमिक विद्यालयको जुनसुकै धाराबाट कक्षा 11 र 12 भनेको छ। भनेको के हो भन्दाखेरि तपाईले 11 या 12 चाहिँ जुनसुकै फ्याकल्टीबाट पढेको हुनु पाउनु भयो। यदि तपाई म्यानेजमेन्टबाट पढ्नु भएको छ भने पनि यसमा इलिजिबल हुनुभयो, साइन्सबाट पढ्नु भएको छ भने पनि इलिजिबल हुनुभयो, ह्युम्यानिटिज व्हाटएभर जुनसुकै फ्याकल्टीको पनि इलिजिबल हुनुपर्यो। अब यो चाहिँ एउटा पोइन्ट भयो। 11 र 12 मा अंग्रेजी र गणित वा कम्प्युटर विषय, अंग्रेजी है, अंग्रेजी र भनेको छ, अंग्रेजी अनिवार्य हुनुपर्यो र गणित वा कम्प्युटर भनेको छ। यदि तपाईको म्याथ र कम्प्युटरमा चाहिँ कुनै एउटा सब्जेक्ट चाहिँ 11 र 12 मा कम्पलसरी हुनुपर्यो। तर कम्पलसरी हुनुपर्यो भन्दाखेरि 100 पूर्णाङ्कको भनेको 100 मार्क्सको 11 या 12 मा कम्प्युटर या म्याथ चाहिँ तपाईले लिएर पढेको हुनुपर्छ है। सुरुमा जुनसुकै फ्याकल्टीको हुन पाइयो। अनि अर्को भनेको अंग्रेजी अनिवार्य कम्पलसरी अंग्रेजी हुनुपर्यो 11 र 12 मा है, 11 मा या 12 मा कम्पलसरी हुनुपर्यो। अनि अर्को भनेको कम्पलसरी भएर मात्रै भएन, 100 मार्क्सको चाहिँ हुनुपर्यो। अनि अर्को भनेको एटलिस्ट तपाईको सी ग्रेड चाहिँ आएको हुनुपर्यो, कम्तीमा सी ग्रेड चाहिँ हुनुपर्यो है, कम्तीमा सी ग्रेड चाहिँ हुनुपर्यो। र अन्य विषयमा उत्तीर्ण हुनुपर्यो। उत्तीर्ण भएर तपाईको ग्रेड पोइन्ट चाहिँ 1.6 जति, एटलिस्ट 1.6 चाहिँ आउनु पर्यो। र टोटल फाइनल ग्रेड पोइन्ट सीजीपीए भन्छ, कमुलेटिभ ग्रेड पोइन्ट। कमुलेटिभ ग्रेड पोइन्ट चाहिँ 1.8 भन्दा माथि भएको भए तपाई बीआईटी पढ्नको लागि एकदम इलिजिबल हुनुभयो। त्रिवी वा यसबाट मान्यता प्राप्त शैक्षिक संकायबाट प्रणीत प्रमाणपत्र तह वा सो सरहको परीक्षामा जुनसुकै संकायबाट अंग्रेजी र गणित वा गणित वा कम्प्युटर विषय मध्ये कुनै एक विषय लिएको हुनुपर्नेछ। विषय 100 पूर्णाङ्कको लिएको कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्नेछ भनेको छ। अब यसमा अर्को पोइन्टमा चाहिँ के भनौं, यदि तपाईको ग्रेडिङ सिस्टम छैन, ग्रेडिङ सिस्टम छैन भने तपाईको के सिस्टम हुन सक्छ, पर्सेन्टेज सिस्टम हुन सक्छ। पर्सेन्टेज सिस्टममा चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यही अनिवार्य हुनु पर्यो, यानी कि इंग्लिश 100% तपाईको इंग्लिश लेकै हुनु पर्यो 11 12 मा हैन, 11 या 12 मा इंग्लिश चाहिँ हुनु पर्यो। र अर्को भनेको कम्प्युटर र म्याथमा एटलिस्ट एउटा हुनु पर्यो जुन चाहिँ 100 मार्क्सको हुनु पर्यो, त्यो भयो। अनि तपाईको फाइनल मार्क्स चाहिँ के कति आउनु पर्यो भन्दाखेरि सेकेन्ड डिभिजन भन्दा माथि आउनु पर्यो हो। यति भयो भने चाहिँ तपाई पनि इलिजिबल हुनु पर्यो। यदि तपाईको ए लेभल छ, र अर्को पोइन्टमा चाहिँ के छ, ए लेभल छ भने पनि कुरा त्यही हो, अंग्रेजी 100%, इंग्लिश 100% हुनु पर्यो र म्याथ र कम्प्युटरमा एटलिस्ट एउटा हुनु पर्यो जुन चाहिँ 100 मार्क्सको हुनु पर्यो र न्यूनतम डी ग्रेड आउनु पर्यो। अर्को पोइन्टमा चाहिँ के भनेको छ भन्दाखेरि सीटीबीटी वा 3 इयर डिप्लोमा उत्तीर्ण गरेका विद्यार्थीको हकमा भनेको छ। यदि तपाई सीटीबीटी पढेको हुन सक्छ या 3 इयर कुनै डिप्लोमा कोर्स लिएको हुन सक्छ। अब यदि तपाई त्यसरी पढ्नु भएको छ भने चाहिँ उहाँहरुकोमा चाहिँ के हुन्छ त क्राइटेरिया भन्दाखेरि अंग्रेजी र गणित वा कम्प्युटर विषय 100 पूर्णाङ्कको लिई भने अंग्रेजी भनेपछि इंग्लिश 100% भयो यसमा पनि, र अंग्रेजी 100% भएपछि अर्को भनेको चाहिँ गणित यानी कि म्याथ र कम्प्युटरमा एटलिस्ट एउटा चाहिँ 100 मार्क्सको हुनु पर्यो र कम्तीमा दोस्रो श्रेणीमा उत्तीर्ण गरेको। दोस्रो श्रेणी भनेको के हो, सेकेन्ड डिभिजनमा एटलिस्ट पास गरेको हुनुपर्छ, सिम्पल छ है। र अर्को लास्ट पोइन्टमा चाहिँ के छ भन्दाखेरि वैदेशिक शिक्षा संस्था या विश्वविद्यालयबाट प्राप्त गरी शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास
केन्द्र सानोठिमी भक्तपुरमा समकक्षता प्राप्त गरेका कागजात पेश गर्नुपर्ने छ भनेको छ। यदि तपाईको चाहिँ डिप्लोमा कोर्स या अरू कुनै कोर्सेसहरू चाहिँ बाहिरको युनिभर्सिटी एफिलिएटेड छ भने चाहिँ तपाईले सानोठिमी भक्तपुरमा गएर चाहिँ यसमा चाहिँ यो चाहिँ यति चाहिँ म चाहिँ इलिजिबल छु है म यो कोर्सको पढ्नको लागि भनेर चाहिँ समकक्षता भन्ने छ, समकक्षता प्राप्त गरेको हुनुपर्छ। त्यसमा चाहिँ ओके म यो फिल्ड पढेको हो भनेर चाहिँ सानोठिमी भक्तपुरमा गएर चाहिँ त्यो तपाईले भ्यालिडिटी एउटा लिनुपर्ने हुन्छ। त्यो कागजात भइसकेपछि पनि तपाईले बीआईटी पढ्न पाउनुहुन्छ। यो नै हो मेजर तपाईको बीआईटी को क्राइटेरिया। सो बीआईटी पढ्नको लागि यति क्राइटेरिया तपाईको फुलफिल भएको छ भने तपाईले बीआईटी पढ्न सक्नुहुन्छ मजाले। सो आजको यो भिडियोमा यति नै, धन्यवाद।